हुने गरी 12 दिनदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारीले आन्दोलन झर्काउँदा पनि समस्या समाधानको पहल सुरु भएको छैन। गैर प्राविधिकलाई प्रबन्ध निर्देशक बनाएर टेलिकमलाई धराशायी बनाउन लागेको भन्दै प्राविधिक कर्मचारी आन्दोलनमा उत्रिएका छन्। सरल गुरुङको रिपोर्ट। गएको भदौ 19 गते सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा बुद्धि प्रसाद आचार्यलाई नियुक्त गरेको थियो। आचार्य चार्टर एकाउन्टेन्ट हुनुहुन्छ। प्राविधिक भएन भने त्यसले विभिन्न टेक्नोलोजीको डिसिजन गर्न सक्दैन। यो तपाईको विभिन्न चाहिँ अब कस्तो खालको सेवा ल्याउने, तपाईको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालको प्रविधिहरू डेभलप भइरहेको छ, त्यस्तो खालको कुरा त्यो कुराको चुरो उसले बुझ्न सक्दैन। अनि त्यस्तो मान्छे संस्था प्रमुख भए पछाडि यो संस्था चाहिँ ओह्रालो लाग्न सुरुवात हुन्छ। टेलिकममा 11 प्राविधिक र 3 गैर प्राविधिक नायब प्रबन्ध निर्देशक हुन्छन्। टेलिकममा अहिलेसम्म कार्यक्षमताका आधारमा प्राविधिक नायब प्रबन्ध निर्देशकहरूबाट प्रबन्ध निर्देशक बनाउने चलन छ। तर यसपालि सरकारले हस्तक्षेप गरेर गैर प्राविधिकलाई प्रमुख बनाएको भन्दै कर्मचारी आन्दोलनमा छन्। उनीहरूले प्राविधिक नायब प्रबन्ध निर्देशकहरूबाटै प्रबन्ध निर्देशक बनाउन सरकारसँग माग गरेका छन्। यहाँ प्रविधि बेच्ने संस्था भएर यो संस्थालाई चलाउन चाहिँ एउटा दक्ष इन्जिनियरै चाहिन्छ। नियुक्तिमा असन्तुष्टि जनाउँदै 11 जना प्राविधिक नायब प्रबन्ध निर्देशकहरू 10 दिनदेखि विदामा बस्नु र प्राविधिक कर्मचारीहरू पनि काम छोडेर आन्दोलनमा हुँदा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। आन्दोलनलाई टेलिकमका नेपाली काङ्ग्रेस निकट बाहेकका 4 वटा कर्मचारी युनियनले पनि समर्थन जनाएका छन्। उता नवनियुक्त प्रबन्ध निर्देशकको भनाइ यस्तो छ। नेपाल सरकारले जसरी विश्वास गरेको छ त्यो विश्वास गरे भन्दा पनि राम्रो तरिकाले यो कम्पनीलाई लैजान सक्ने आँट मसँग छ र मैले त्यो दक्षता प्रदर्शन गर्नेछु। सरकारलाई वार्षिक 20 अर्ब रुपियाँ भन्दा बढी राजस्व बुझाउने नेपाल टेलिकममा सरकारको 92% स्वामित्व छ। कान्तिपुर समाचारका लागि क्यामेरा पर्सन रञ्जन कार्कीका साथमा सरल गुरुङ, काठमाडौँ।